नमस्कार नमस्कार। नेपालमा केराको भाउ बढ्यो भने हैन। ल हेर्नुस्, कोरियामा केराको भाउ कति छ तपाईहरुले यो देख्नु भएन होला है। म त पक्नुस् तपाईलाई म सुल्टो गरेर देखाउँछु। ल हेर्नुस्, यो कोरियामा केराको भाउ। यसमा टोटल कति पिस छ गर्न सक्नुहुन्छ। 1 2 3 4 5 6 7 8 9 10 वटा पिस छ। 6322 भनेको यानी कि 600 रुपैयाँ। अब ल हेर्नुस्, केरा मात्रै हैन, तीनटा कागतीलाई कति पर्छ? 1900, लगभग 200 रुपैयाँ जति पर्छ है। यो हेर्नुस्, यसको छ लगभग 400 जति। यो काउली यो सस्तो हुने बेलाको काउली हो। हो यो मटर छ, यो मटर मैले भर्खरै यो फोरेको हो हैन। तर पनि यसलाई कति पर्यो? 160 पर्यो है। यतिलाई 160 पर्यो। यो कति महँगो छ भन्ने कुरा। ल हेर्नुस्, यत्रो छ, यो चाहिँ सस्तो रहेछ। यो यति सस्तो छ है। यो गत हप्ता लिएको थियो तर यति सस्तो छ। यहाँ भन्ने भने धेरै महँगो छ क्या है। तपाईहरुले चाहिँ यहाँ चाहिँ भयंकर महँगो छ।